चाहिँ कालचे भन्ने ठाउँ जाँदैछु गाइस हैन। यस्तो ठाउँमा आइपुग्यो। उता मास्तिर चाहिँ टक्क त्यहाँ टपमा चाहिँ तीन पानी भन्ने ठाउँ रहेछ, त्यहाँ हुँदै आएको यताबाट आएको खासमा। अब यहाँबाट चाहिँ जाँदैछु अनि यहाँनिर हेर्नुहोस् यस्तो डेन्जर भिड चाहिँ तल कहाँ हो रोड यस्तो छ। रोड चाहिँ ठाउँ पिच छ भने ठाउँ चाहिँ अलि बिग्रेको छ, कहीँ कच्ची छ। यो अस्ति नगएको पहिरोले गर्दाखेरि होला, बाढी पहिरोले कहीँ बिग्रिएको छ। सो बाटो चाहिँ यस्तो छ है। कालचे भन्ने ठाउँ जाँदैछु म चाहिँ। यो चाहिँ कान्ति पथ भन्छ क्या अरे यसलाई चाहिँ, कान्ति पथ हो यो रोडको नाम। यस्तो डेन्जर भिड छ कि तल हेर्नुहोस् त पुरा मेसिन चलिरहेछ, जेसिबीहरू। त्यहाँबाट गिटी बालुवा चाहिँ लोड गरेर लिएर आउने रहेछ त्यो मास्तिरतिर। एकदम डेन्जर ठाउँ छ यो। लेक साइड नै भन्ने रहेछ क्या अरे। सबैभन्दा टप चाहिँ त्यहाँनिर रहेछ, तीन पानी भन्दो रहेछ। झाँक्री डाँडा पनि त्यहीँ रहेछ। अनि त्यहाँबाट नि अझ कटेर यता आइसकेको छु म। पारिपट्टि यस्तो छ गाउँ। यहाँनिर चाहिँ यस्तो ठुलो ढुङ्गाको रहेछ। अनि यस्तो यसलाई छेडेर बनाएको रहेछ कि रोड चाहिँ। धेरै भइसक्यो गरेर बनेको ठाउँ त यस्तो छ यो। हरियाली एकदम मजाको छ। यहाँ चाहिँ अहिले बादल लागिरहेको छ भने उता पारितिर चाहिँ पुरा घाम झलमल घाम लागिरहेको। एकदम खतरा छ है त्यो ठाउँलाई गाइस। म अझै जाने क्रममै छु। अनि सो त्यहाँ पुगेर त्यहाँको दृश्यहरू के कस्तो छ अझै अलिकति टाढै छ क्या अरे। त्यहाँको दृश्यहरू म देखाउँछु है त। हेर्नु यस्तो डेन्जर भिड छ। कहाँ हो तल। यो चाहिँ खोला होला सायद, खहरे खोला होला। अहिले चाहिँ छैन, अब अझै बर्खा लागेपछि चाहिँ आउने होला। यस्तो छ है त गाइस। एकदम दामी छ सिन चाहिँ। यस्तो दामी छ हेर्नु साइडको सिन। त्यो राउन्ड हान्दाखेरि अहिले चाहिँ म ठ्याक्क टाकुर्चे भन्ने ठाउँमा आइपुगेँ। टाकुर्चे भन्दो रहेछ यसलाई। अनि अझै जाने क्रममै छु। 3 बज्न लाग्यो भन्दा नि 3 बज्यो भनौँ न। 3 बज्यो। अब 10-15-20 मिनट जतिमा पुगिन्छ होला कालचे। यो चाहिँ ठ्याक्क टाकुर्चे भन्ने ठाउँमा आइपुग्यो। यताबाट आएको म। त्यहाँनिर छ टप तीन पानी भन्ने ठाउँ। अनि यहाँ छ मेरो महाराज। म यता छु है त, जाँदैछु अझै। ठिकै लाग्यो ठाउँ, बाटो पनि ठिकै छ, त्यस्तो नराम्रो पनि होइन। कहीँ चाहिँ त्यही पहिरोले गर्दाखेरि बिग्रिया रहेछ। अनि यहाँनिर चाहिँ कति किलोमिटर छ भन्दाखेरि चाहिँ ठिङ्गन भन्ने ठाउँ चाहिँ 24 किलोमिटर छ भने हेटौँडा चाहिँ 65 किलोमिटर रहेछ। अनि त्यसपछि यताबाट हेर्दाखेरि टिका भैरव 13 किलोमिटर रहेछ भने अनि खेर सातो बाटो चाहिँ कति 25 किलोमिटर रहेछ। यहाँनिर आइपुगेको छु है त म। यहाँनिर छु। अब यहाँबाट अझै जाने क्रममै छु है त। ठ्याक्क गाइज म चाहिँ यो ललितपुर जिल्लाको छपेली भन्ने ठाउँ रहेछ। यहाँ चाहिँ अब चेकपोस्ट पनि रहेछ, चेकिङहरू गर्छ गाडीहरू पनि। यहाँनिर आइपुगेँ। यहाँको दृश्य चाहिँ यस्तो छ। ललितपुर जिल्ला नै पर्दो रहेछ यो पनि। तलतिरको दृश्य चाहिँ एकदम राम्रै छ। यस्तो रहेछ यहाँको। यहाँ अब खाजा खानादेखि लिएर सम्पूर्ण होटलहरूको व्यवस्थादेखि लिएर लजदेखि सम्पूर्ण रहेछ। यहाँनिर आइपुगेको छ त। अझै
अगाडि नै जानुपर्ने हुन्छ म चाहिँ कालचे साइडतिर होला अगाडिपट्टि यहाँनिर चाहिँ एउटा निशान बिग्रिया रहेछ यस्तो ठाउँमा आइपुगिसकेको छ है त अझै पुगेको छैन थोरै बाँकी होला कालचे पुग्नलाई भट्टे डाँडै भन्दो रहेछ यहाँनिर यो बोर्ड पनि रहेछ बढी दुर्घटनाग्रस्त क्षेत्र भनेर प्रहरी चौकी भट्टे डाँडा ललितपुर भनेर यहाँ यस्तो छ यहाँनिर एउटा बकेट छ एक्सकाभेटरको यस्तो छ है त बोर्ड चाहिँ फेरि भाँचिया रहेछ कसरी भाँचिया यो खिया लाग्यो भने मुनि खोइ खासै पुरानो त भएको छैन यस्तो टाइपले भाँचेको रहेछ है पुरै युटर्न छ यो चाहिँ दामी खतरा युटर्न आएर स्वाटै घुम्ने रहेछ यहाँनिर होटल सोटल केही थियो होला यहाँ अहिले चाहिँ खोइ खासै रहन्छ जस्तो छ टावर मात्रै छ त्यहाँ अब बसोबास छैन जस्तो यस्तो वाला बकेट रहेछ यहाँनिर आइपुगेको छ है त दामी छ ठाउँ ल गाइज म चाहिँ ठ्याक्क कालचे बोर्ड लेखेको ठाउँमा चाहिँ आइपुगेँ यही हो है अब अलिकति तलसम्म जान्छु होला म कालचे भन्ने ठाउँ चाहिँ यहीँनिर है त यस्तो छ ठाउँ है डाँडा काँडा हरियाली एकदम दामी ठाउँ छ सुमोहरू चल्ने बाटो यो कान्ति पथ अन्तर्गत एकदम दामी छ ठाउँ अलिकति अब तलसम्म जान्छु अनि त्यहाँबाट चाहिँ फर्किन्छु यो सकस भन्ने टेलिसिरियलको सुटिङ हुने ठाउँ यतै हो यतैतिर कता हो अलिकति तलसम्म जान्छु त्यहीँतिर भेटियो भने भेटियो नभए फर्किन्छु म होइन यो ठाउँ चाहिँ एकदम दामी छ है बाटो चाहिँ ठाउँ ठाउँमा अलिअलि बिग्रेको छ अनि कहीँ चाहिँ यस्तै पिच छ पुरै पिच पनि छ बिग्रेको पनि छ कहीँ कहीँ पहिरोले गर्दाखेरि ल राम्रै छ है ठाउँ अलिकति तलसम्म चाहिँ म जान्छु अझै है त कालचे भनेर मेन चाहिँ यहाँलाई भन्दैछु अरे पछाडि छ देखाइदिन्छु यो कालचे बेम्बो कटेज भनेर रहेछ नाम त्यो एकदम दामी छ ठाउँ त्यसको सुट हुने ठाउँ चाहिँ कतानिर हो भन्ने कुरो पत्ता लगाउनै सकिनँ मैले चाहिँ अगाडि नै हो कि कन्फ्युज भइयो कालचेमा चाहिँ आइपुग्यो अब कति तल जाने भन्ने कुरो हो यहाँ चाहिँ एउटा गाडी पनि रहेछ यो पुरानो खालको गाडी कियाको यो चाहिँ एक्सिडेन्ट भएकै होला यो पनि यस्तो छ है ठाउँ चाहिँ एकदम दामी छ है त्यतातिरको दृश्यहरू यस्तो छ अब त्यहाँको अब त्यो लोकेसन चाहिँ कहाँनिर हो भन्ने कुरो मैले पत्ता लगाउन सकिएन अलिकति अगाडिसम्म चाहिँ जान्छु म है त म चाहिँ कालचे भन्ने ठाउँ कटेर पनि अझै तल आइसक्यो यहाँनिर चाहिँ बगुवा भन्दो रहेछ एउटा स्कुल पनि रहेछ कुन स्कुल पनि यस्तो छ यहाँतिरको दृश्य यत्रो ठुलो पहाड छ त्यहाँबाट रोड गएको छ यस्तो छ है त दृश्य तर त्यो सकस भन्ने सिरियलको सुट चाहिँ कहाँनिर हुन्छ भन्ने कुरै पत्ता लगाउन सकेँ मैले अझ अगाडिपट्टि नै हो कि यता हो कन्फ्युज भइयो यहाँनिर आइपुगिसक्यो भगुवा भन्ने ठाउँमा ठाउँ चाहिँ दामी छ अब धेरै उता नजाउँ जस्तो लाग्यो अलिकति तल जान्छु अनि फर्किन्छु है त म ल मेरो यात्रा चाहिँ भयो बागमती पुल बगुवा होला यताबाट चलाइरहेको रहेछ बाटो
यहाँ खोला तर आउनु पर्ने रहेछ है। त्यहाँबाट बाइकहरू पनि तर्न एकदम मुस्किल नै रहेछ गाडी। यो पुल चाहिँ अहिले बन्द रहेछ। त्यहाँनिर बाढीले बिगारेको भएर बाटो सबै पहिरोले गएको रहेछ। त्यहाँबाट डाइभर्ट गराएर रहेछ। यो पुल पक्की पुल भयो भने त्यहाँ माथि चाहिँ नि यो रहेछ झलुङ्गे पुल पनि रहेछ। यस्तो रहेछ। यहाँभन्दा उता चाहिँ नजाने निर्णय गरेँ मैले। मासतिरै कता छुट्यो त्यो चाहिँ पत्ता लगाउनु सकिनँ कि मैले। अब यहाँबाट फर्किन्छु म चाहिँ। ल सकसको सुटिङ स्पट यहीँनिर रहेछ अरे कालचे ठाउँ कालचे ब्याम्बो कटेज यहीँनिर छ। यहीँ रहेछ। म चाहिँ अलि तलतिरै गइसकिनँ ठ्याक्कै यहाँनिर याद नभएर हो कि होइन कन्फ्युज जस्तो भएको थियो। यस्तो रहेछ ठाउँ यहाँतिर। ओके भन्नु नि त कतिवटा कोठा खारे मेरो लाइन त्यत्रो अनि यहाँबाट तलतिर जान्छन् कि अरे ब्याम्बो कटेज हो। यस्तो रहेछ है त ठाउँ यहाँको। ल भिडियोलाई यहीँ अन्त्य गर्छु। च्यानललाई सब्सक्राइब गर्नु होला, लाइक गर्नुहोस्, भिडियोलाई कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस् कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ। ल अर्को भिडियोमा फेरि भेटौँला है त। ल बाई।